सो हेलो गाइज, स्वागत छ आजको मेरो नयाँ भिडियोमा। आज चाहिँ नयाँ भिडियो अपलोड गर्न आँटेको छु र मैले आजको अपलोड भिडियोमा चाहिँ टक्क लाएर यो मृगौलीबाट गच्छासम्म राइड गरेको चाहिँ भिडियो देखाउन गइरहेको छु। टक्क लाएर अब भिडियो चाहिँ टक्क अब स्किप नगरी हेरिदिनु होला, खासै राम्रो त छैन। सो त्यही हो, आज चाहिँ यही साइकलमा गएको म चाहिँ बिहानै टक्क। सो हेलो, फेरि पनि ल आइसकेको छु। आज चाहिँ मान्छेहरूको अगाडिदेखि नै भ्लग बनाउन स्टार्ट गरिदिएको, टक्क लाएर कन्फिडेन्ट बढाइदिउँ न त भनेर मान्छेहरूको अगाडि आज चाहिँ टक्क लाएर भिडियो बनाउन स्टार्ट गरिदिएको। देख्न सक्नुहुन्छ घरहरू पनि टन्नै छ, घरहरू यतातिर, मान्छेहरू पछाडि अझै निकै थिए। त्यो चाहिँ तपाईँहरूले देख्नु भएन, अलिक अगाडिदेखि नै अब सिधै मान्छेहरूको अगाडिदेखि नै त गर्न अलिक गिद्दी नै हुन्छ नि त। सो त्यही हो, घरहरू चाहिँ टन्नै छ, यताउता टन्नै छ, घरहरू चाहिँ यता छ, देख्न सक्नुहुन्छ यतातिर छ। जस मेरो मोबाइलको क्यामेरा चाहिँ राम्रो छैन, सो मजाले चाहिँ देख्न सक्नु हुँदैन होला तपाईँहरूले। जस घरहरू चाहिँ टन्नै छ है। अब लेफ्टी हातले मोबाइल बोक्दा गलिहाल्यो। अब एकैछिनमा पालो पालो गर्दै चलाउनु पर्ने हुन्छ साइकल चाहिँ एउटा हातले। सो चेन्ज गरेर चाहिँ टक्क लाएर आज चाहिँ यहाँ खेत रोप्ने धमाधम चलेको छ आज। सो आज चाहिँ रोप्ने रहेछ। सो तराईतिर चाहिँ यस्तो ट्र्याक्टरहरूले जोत्दो रहेछ, पाहाडतिर चाहिँ अब हिले हलो हुन्छ सानो, त्यसले सकाउँछ होइन। सो फेरि आज त फेरि दिन पनि कस्तो उज्यालो, घामले अति पेल्ने भयो भरे। अब जाँदै त यति साह्रो पेलिरहेछ, घर फर्किँदा त घामले त अति पेल्ने भयो यार। तपाईँतिरको मौसम पनि कस्तो बुझ्नै गाह्रो, कुनै बेला लगातार पानी पर्छ, कुनै बेला लगातार घाम लाग्छ, बुझ्नै गाह्रो के। पानी पर्दा पनि गर्मी, घाम लाग्दा झनै गर्मी। त्यति बेला त पाहाडतिर गएर आनन्दले बस्नु पाउँदा त कस्तो दामी हुन्थ्यो होला। पाहाडतिर बस्दाखेरि तराईको याद, तराईतिर बस्दाखेरि पाहाडको याद गाह्रो छ यार। घरहरू चाहिँ टन्नै छ यहाँ छेउछाउतिर हल्का। मान्छेहरूको अगाडि बोल्ने चाहिँ हल्का कन्फिडेन्ट बढाउँदैछु म चाहिँ। अब हल्का एकैचोटि त गाह्रो हुन्छ नि त धेरै मान्छेहरूको अगाडि बोल्न, त्यही भएर हल्का फुल्का फ्याटेफुटेतिर चाहिँ हल्का फुल्का जान्छ होइन। सो त्यही हो, अब बिस्तारै बढिहाल्छ होला कन्फिडेन्टहरू। त्यस मान्छेहरू चाहिँ टन्नै आउँछ, सफारीतिर ठुल्ठुलो गाडीहरू पनि आउँछ। यहाँ चाहिँ ठुलो हाइवे नै हो, अब हल्का ठुलो गाडी आउँदाखेरि चाहिँ हल्का नर्भस भइन्छ। त्यही हो, भरे अगाडिबाट आएर टिपरले ड्याममै हान्यो भने त छैन त, एउटा जिन्दगी सक्यो। त्यति सजिलो सक्नु दिनु त भएन नि यार। हल्का साइकल पनि केयरफुल भएर चलाउनु पर्छ। अब एउटा हातले मात्रै समाउने हो नि त ह्यान्डल चाहिँ, त्यही भएर अलिक गाह्रो नै हुन्छ। जस पाहाडतिरको जस्तो चाहिँ बाटो हुँदैन, जस यहाँ चाहिँ सिधा, एकदम सिधा मात्रै हुन्छ। सिधा हल्का फुल्का गाडीहरू आयो भने साइड दिने, त्यति मात्र हो। जस अब तराईतिर चाहिँ देख्न सक्नुहुन्छ कहाँ धान रोप्न धमाधम आजदेखि। अब 1-2 दिनमा हाम्रोमा पनि रोप्नुहुन्छ होला। सो धान रोपेको भिडियो चाहिँ म तपाईँहरूलाई देखाउँछु है, मिस नगर्नु होला मेरो त्यो भिडियो। धान रोपेको दिन चाहिँ म एकदम रमाइलो भिडियोहरू पोस्ट गर्छु। सो सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। त्यो आजको भिडियो लगाए त्यो आउने भिडियो पनि सबैले माया गरिदिनु होला। त्यही हो, जस अब भ्लग चाहिँ दिनका दिन आउँछ, सबैजनाले माया गरिदिनु होला। अब भ्लगमा चाहिँ अब नयाँ यो युट्युब च्यानल पनि भर्खर खोलिरहेको छु। अब एकैचोटि कहाँ राम्रो त हुँदैन, राम्रो कन्टेन्टहरू पनि बनाउनु जाने छैन। कसैलाई आउँछ भने हल्का
सिकाइदिनु होला सेयर गरेर थोरै हल्का कन्टेन्टहरू चाहिँ केही बनाउने राम्रो आएकै छैन भ्युज पनि हल्का फुल्का जाँदैछ सो त्यही हो सायद भिडियो राम्रो नभएर कन्टेन्ट बनाउनु नजानेर होला खासै भिडियो पनि भाइ के अरे भ्युज पनि खासै जाँदैन लाइकहरू पनि आउँदैन हल्का फुल्का नयाँहरू हुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला च्यानलमा सो म चाहिँ अब मेरो स्ट्यान्ड मेरो साइकल राख्ने स्ट्यान्डमा चाहिँ म पुग्न लागेँ सो त्यही हो घरहरू चाहिँ टन्नै छ यहाँतिर ऊ मान्छेहरू पछाडितिर नि टन्नै छ हल्का अब गाह्रो हुँदो रहेछ अब मान्छेहरूको अगाडि बोल्न चाहिँ अब विशेष गरेर अलिक राम्रो केटीहरू आयो भने त झन् बोल्नै गाह्रो बोली अड्किन्छ त्यही त हो नि अब प्रब्लम भनेकै सो तर अहिले चाहिँ हल्का फुल्का चाहिँ हल्का मान्छेहरूको अगाडि बोल्ने चाहिँ कन्फिडेन्ट चाहिँ बढिरहेछ मेरो पनि सो त्यही हो घरहरू पनि टन्नै छ सो त्यही हो अब पुग्न लागेको छ म चाहिँ अब हल्का पैदल पनि हिँड्नुपर्छ म पुगेपछि चाहिँ हल्का मासतिर हाइवे ठुलो हाइवेसम्म त्यहाँदेखि चाहिँ टक्क म्याजिक चढेर सर र इटरीसम्म गएर चाहिँ काम गर्नुपर्ने हुन्छ मैले चाहिँ जहिले सर र अनि सर र गयो इटरीदेखि नि गएर थोरै चाहिँ हिँडेर चाहिँ काम गर्नुपर्ने हुन्छ जहिले त्यस घामले चाहिँ अति पेल्छ अर्को चाहिँ कुरा छोडिदिएको अब अरू त त्यस्तै हो घामले चाहिँ हल्का जनातिरहेको हुन्छ जहिले पानी पर्दाखेरि हिलोले दिन्छ घाम लाग्दाखेरि घामले धुलोले अति किटिने हुन्छ होइन सो त्यही हो मैले अब यो भ्लग स्टार्ट चाहिँ अब यो पाहाडतिर हुँदाखेरि चाहिँ खासै गरेको थिइनँ तराईबाटै स्टार्ट गरिदिएको हल्का फुल्का अब सपोर्टहरू पनि मिल्दैछ बनाएअनुसार हल्का अब तपाईँहरूले पनि कहाँदेखि हेर्दै हुन्छ नयाँ हुन्छ भने चाहिँ हल्का सपोर्ट गरिदिनु होला सो त्यही हो मान्छेहरू त घाम नानी निस्किँदैन यार तालले झ्याप्पै काटिदिएको गाह्रो हुँदैन मान्छेलाई झ्याप्पै अगाडिबाट बाइक क्रस गरिदिन्छ अनि मान्छेलाई गाह्रो परिहाल्छ नि यार अलिक भुपु ड्राइभर त परिएन आफू अब के चाहिँ गर्नु त त्यही हो सो अब मान्छेहरू हल्का बजारहरू पनि आइसक्यो मान्छेहरूको अगाडि चाहिँ बोल्न चाहिँ हल्का अलिक गाह्रै हुन्छ जोस् मेरो स्ट्यान्ड चाहिँ आइपुग्न लाग्यो अब सो तपाईँहरूले चाहिँ म देखाइहाल्छु मेरो स्ट्यान्ड कहाँ छ भनेर टक्क लाएर देख्न सक्नुहुन्छ के गर्दै हुन्छ अङ्क सो मेरो स्ट्यान्ड चाहिँ म आइपुगेको छु फाइनल्ली अनि अब चाहिँ यहाँ राखेर चाहिँ साइकल म चाहिँ थोरै पैदलको यात्रा गर्नुपर्छ सो त्यही त हो नि अब कन्फिडेन्ट नभएपछि त राख्नै पर्यो मान्छेहरू घरहरू चाहिँ टन्नै छ यहाँदेखि देख्न सक्नुहुन्छ अब साइकलमा हुँदाखेरि चाहिँ खासै बोल्न अप्ठ्यारो नहुँदो रहेछ अब पैदल हिँड्नु थालेपछि चाहिँ हल्का बोल्न नि कस्तो गाह्रो हुँदो रहेछ क्या एउटा बाइक भए चाहिँ दामी हुन्थ्यो यार मान्छेलाई टक्क लाएर टक्क बाइकमा गयो सरर साइकल पेल्दा पनि गर्मी हुन्छ
बाइक हुनेहरू केटी राखेर रन्काउँछ अब के गर्नु त त्यही हो अब हाम्रो पनि भगवान छन् भने पालो त आउँछ भनेको कहिले आउँछ यो तरिकाले त आउँदैन जस्तो छ अब बाइक हुने गर्लफ्रेन्ड पट्याउनु पनि सकिँदैन के गर्नु गाह्रो छ के चाहिँ गर्नु त अब त्यही हो अब बिस्तारै बाइक चाहिँ किन्नुपर्छ होइन सबैजनाले बाइक पनि कति धेरै यार गाडीहरू पनि सो त्यही हो अब चाहिँ मेरो 50,000 को चस्मा चाहिँ लाएर टक्क आजको घाममा चाहिँ निस्किसकेँ म चाहिँ टक्क अब 7 बजेको घाममै यस्तो दह्रो पेलिरहेछ भरे 12 बजेको घाममा त मार्छ त घामले सो 50,000 को चस्मा लाएर उत्रिदिएको नि त म त फर्ममा टिपर माथिल्लोपट्टिबाट आउँछ होला भनेर हल्का साइड दिएको मैले चाहिँ टिपर त अर्कोपट्टि चल्दी गयो सो आजको वेदर पनि एकदम सफा छ एकदम क्लियर देख्न सक्नुहुन्छ तपाईहरुले वरिपरि जस तराईतिर बसेर पनि हिमाल चाहिँ हेर्नु पाइँदो रहेछ हिमाल देखिरहेको थियो अघि मैले आउँदाखेरि चाहिँ सो हल्का चिसो हावा चाहिँ आउँछ त्यही हो सो अब गाह्रो छ नि नयाँ भ्लगरहरूलाई अब हल्का फ्लो पनि मिल्दैन बोल्ने शैलीहरू पनि मिल्दैन के गल्तीहरू भयो कमेन्टमा भनिदिनु होला हिँडेको अङ्कल सो मैले यति लामो भिडियो बनाउनुको कारण चाहिँ के छ भने मैले अब 3 मिनट 4 मिनटको भिडियो बनाउँदा जम्मा एडिट गरेर त्यति बल्ल एडिट गरेर बनायो लास्टमा चाहिँ लङ भिडियोमा पोस्ट हुँदैन होला मेरो युट्युबमा चाहिँ सर्ट भिडियो अब लङ भिडियोदेखि पोस्ट गर्यो अटोमेटिकली सर्ट भिडियोमा जान्छ होइन त्यो चाहिँ अब कसैलाई आउँछ भने चाहिँ मलाई सेयर गर्नु होला कसरी गर्छ त्यो सेटिङ बिग्रेको होला कसैले भनिदिनु होला त्यही हो बल्ल एडिट गरेर 3-4 मिनटको भिडियो बनायो लङ भिडियोमा पोस्ट गर्यो सर्टमा अटोमेटिकली जान्छ त्यो चाहिँ के होला भनिदिनु होला सबैजनाले मतलब कसलाई आउँछ त्यसले चाहिँ भनिदिनु होला होइन सो त्यही हो ल आजको मेरो भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु हस्त धन्यवाद अब आउने भिडियोहरू अपडेट म दिनकै पछि गरेकै हुन्छु सबैजनाले हेरिदिनु होला अरू भिडियो पनि ल सो टाटा एन्ड बाई बाई आजलाई